आज हामी घरमा माछाको झोल बनाउन लागेको छौँ आगोमा। यहाँ तेल तातिसक्यो माछा फ्राई गर्नको लागि। यहाँ सबै रेडी रहेछ, मसलाहरू सबै। हामीलाई रुबी पनि वेटिङमा छ। यहाँ मम्मीले माछालाई मजाले पिठोमा मजाले म्यारिनेट गर्दै हुनुहुन्छ डिप फ्राईको लागि। मजाले मोल्नु भित्र चाहिँ एउटा मट हुनु होला। रेडी फर डिप फ्राई। यस मजा दुईवटा अट्छ क्या मम्मी? ठिक छ, हाल्नु अर्को पनि। माछा हाम्रो डिप फ्राई हुनु लागेको छ। मजाले आगोमा, जाडो महिनामा आगोमा पकाउनु मजा हुन्छ। मजाले आगोमा पकाउने। माछा नि मजाले पाक्यो, मस्तले डिप फ्राई भएर पाकेछ। यो चाहिँ जस्ट फ्राई गरेर मात्रै खाने हो। अर्को चाहिँ यहाँ चाहिँ यो झोल खानको लागि बन्दैछ। माछा मजाले काल्नु न। माछा पनि रोस्ट भयो र थोरै अब बाँकी यता नै फ्राई हुँदैछ। हामी यहाँ जिरा धनियाँको थोरै दुब्लो पनि हाल्ने। टक्क लाएर यसमा चोप्दै खाने। माछाको झोलको लागि यहाँ माछा फ्राई गर्दैछौँ मजाले। यहाँ मस्तले फ्राई हुन्छ। त्यसपछि सबै लास्टमा मसलाहरू हालेर फ्राई गर्छौँ। माछा पनि पाक्यो फर्स्ट लट। यहाँ माछा पनि फ्राई भइसक्यो, तेल तातिसक्यो। अब मेथी पुऱ्याउँला हम। लसुन अदुवाको पेस्टलाई फ्राई गर्दैछौँ मजाले आगोमा। मजाले लसुन अदुवाको पेस्ट पाकिसक्यो। अब यसमा मजाले टमाटरको पेस्ट पनि हालेर मजाले फ्राई गर्ने। सबै हाल्ने। ग्रेभी पनि मजाले पाक्यो। अब यसमा फ्राई गरेको माछा हाल्ने अनि मजाले सुस्तरी पकाउने।